सो हेलो एभ्रिवान, आज म तपाईँलाई एउटा नयाँ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ र म आज तपाईँलाई बताउन गइरहेको छु कि तपाईँले टाइटल एन्ड थम्बनेल देखेर तपाईँले राम्रोसँग बुझिराख्नु भएको होला। जस्तै कि आफ्नो ओरिजिनल भाषाबाट आफ्नो त्यो बिरालोमा कन्भर्ट गर्ने कि जस्तै भाषा चेन्ज गर्ने, मतलब कि भाषाले के बिरालोमा त्यस्तोमा जस्तै कन्भर्ट गर्ने। एक्जाम्पलको लागि म तपाईँलाई गरेर देखाइदिन्छु। लागि तपाईलाई एक्जाम्पल दिएँ हैन। फेरि अर्को पनि तपाईले साउन्ड युज गर्न सक्नुहुन्छ कि साउन्ड कि मतलब तपाईले मैले एकको लागि तपाईलाई एक्जाम्पल दिएँ हैन। फेरि अर्को पनि तपाईले साउन्ड युज गर्न सक्नुहुन्छ कि साउन्ड कि मतलब तपाईले भोइस ओभर धेरैहरु पाउन सक्नुहुन्छ र म अर्को एक्जाम्पलको लागि अर्को पनि गरेर दिएँ। तपाईले आफ्नो भोइसलाई चेन्ज गर्न सक्नुहुन्छ आफ्नो ओरिजिनल भोइसबाट है त। र त्यसैले आजको यस भिडियोलाई सुरु गर्न गएको छु। त्यसभन्दा पहिला च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनकि अगाडि पनि यस्तै रिलेटेड म तपाईँहरूको सामु ल्याउँदै गर्नेछु र आशा गर्छु तपाईँहरूलाई भिडियो राम्रो लाग्छ र राम्रो लाग्यो भने तपाईँले कमेन्टमा थ्याङ्क यू भनेर जानु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त। भिडियो बनाउनमा, स्क्रिप्ट लेख्नुमा, एडिटिङ गर्नमा धेरैवटा मेहनत लाग्छ र त्यसैले प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म अब केही नभनेर भिडियोलाई स्टार्ट गर्छु र मेरो फोनकै स्क्रिनमा जाउँ, म सबै कुराहरू सिकाउँछु। अब ध्यान दिएर सुन्नुहोस्, म तपाईँलाई स्टेप बाई स्टेप बताउनेछु है त। र मैले जस्तै कि अब म तपाईँलाई सिकाउने छु। तपाईँले यसलाई इन्स्टल गर्नु होला प्ले स्टोरमा गएर। प्ले स्टोर यो हो प्ले स्टोर। प्ले स्टोरमा गएर तपाईँले यसलाई प्ले स्टोरमा गएर यसलाई इन्स्टल गर्नु होला, इन्सर्ट एप भनेर। र यसलाई म ओपन गर्छु। तपाईँले प्ले स्टोरमा फ्रीबाट मिल्छ, यसलाई इन्स्टल गर्नु होला। र त्यस पछाडि तपाईँले यहाँ तलपट्टि भिडियो भन्ने छ, भिडियोमा जानु होला। र यो भिडियो भन्ने छ, भिडियोमा जानु होला है त। र भिडियोमा गइसकेपछि यहाँ न्यूमा जानु होला। र न्यूमा गइसकेपछि कोही पनि आफ्नो भिडियोलाई लिनु होला जसले तपाईँले गर्न चाहनुहुन्छ त्यस्तो। जस्तै कि इक्जाम्पलको लागि म आफ्नै एउटा भिडियोलाई गर्न चाहन्छु। यो यसलाई तल टिक गरेँ र यति आइसकेपछि हाम्रो भिडियो यहाँ तपाईँलाई टाइम लाइनमा देखिनेछ। जस्तै कि यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो भिडियो आइसकेको छ र यहाँ तलपट्टि हामीहरूको टाइम लाइन यताउता पनि छ है त, देख्न सक्नुहुन्छ। र यसलाई यहाँ जस्तै कि यहाँ म वाटरमार्क हटाउन पनि म तपाईँलाई सिकाइदिनेछु है, भिडियोलाई स्किप नगर्नुहोस्। र यति आइसकेपछि तपाईँले आफ्नो भिडियोलाई कटपट गर्न पनि सक्नुहुन्छ। र तपाईँले अब त्यो साउन्ड कहाँबाट गर्ने है त। र पहिला चाहिँ नि आफ्नो भिडियोलाई यति गर्नुहोस्। यति गरिसकेपछि यहाँ तपाईँले एकछिन कट लगाउनुहोस् है त। अब तपाईँले एकछिन यता आउनुहोस् र एकछिन फिल्टर पनि लगाउनुहोस् है, नत्र फिल्टर त्यति दामी भएन भने तपाईँको भिडियोमा क्वालिटी राम्रो हुँदैन। त्यसैले तपाईँले यस्तो गर्नुहोस्। र म भिडियो जहाँ बनाउँछु त्यहीँ हो गाइस। अनि वाटरमार्क कसरी हटाउने भन्ने कुरा म तपाईँले पनि सिकाइदिन्छु। र यहाँ देख्न सक्नुहुन्छ यत्तिकै वाटरमार्क आइरहेको छ इन्सर्ट एपको। र यस्तो गर्नु होला र यही भिडियोमा एकचोटि क्लिक गर्नु होला, तल्लोपट्टि भिडियोमा है त। जस्तै कि मैले यहाँ तल्लोपट्टि क्लिक गरेको छु। र क्लिक गरिसकेपछि यहाँ तपाईँले थोडा सा यता साइड गर्नु होला है त। र यता साइड गर्नु होला। र यता साइड गरेपछि यहाँ भोइस इफेक्ट्स भन्ने छ है त, म तपाईँलाई देखाइदिन्छु। भोइस इफेक्ट्स भन्ने हो, यो भोइस इफेक्ट्स छ नि त हो। यो भोइस इफेक्टमा क्लिक गर्नु होला र यहाँ तपाईँलाई धेरैवटा साउन्डहरू मिल्नेछन्, देख्नुहोस् यहाँ। तपाईँले यो साउन्ड मात्रै होइन, अरू साउन्ड पनि तपाईँले युज गर्न सक्नुहुन्छ। जस्तै यो सो हेलो एभ्रिवन, आज म तपाईलाई एउटा नयाँ भिडियोमा र म यही गर्न चाहन्छु है त। यसरी तपाईँले गर्न सक्नुहुन्छ है त। र तपाईँले धेरै साउन्ड जो पनि तपाईँले युज गर्न सक्नुहुन्छ है त। म यही युज गर्छु अहिलेको लागि। र यही युज गरिसकेपछि देख्न सक्नुहुन्छ मेरो भिडियोमा लागिसकेको छ। र धेरैजसो मानिसहरूले जस्तै यस्तो कड लगाएर या बिचमा स्पिड गरेर गर्छन्, त्यो तर त्यति दामी हुँदैन। त्यसैले यो साउन्ड इफेक्ट लगाउनु भयो भने दामी हुन्छ। त्यसैले यो गर्दाखेरि राम्रो हुन्छ। र देख्न सक्नुहुन्छ मेरो अब मेरो भोइस कस्तो भएको छ है त। र तपाईँले अरू भोइस इफेक्ट चेन्ज गर्न चाहनुहुन्छ भने फेरि यस्तै टाइममा क्लिक गर्नुहोस् अनि यहाँमा क्लिक गरेर जानुहोस्। यहाँ जस्तै कि एकैछिन है त, यो भोइस इफेक्ट्समा जानुहोस् अनि यसमा क्लिक गरेर यहाँ जो पनि भोइस तपाईँले चाहिएको, म इक्जाम्पलको लागि अहिले एकछिन सो हेलो एभ्रिवन, आज म तपाईँलाई एउटा नयाँ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ। म आज तपाईँलाई बताउन
देख्न सक्नुहुन्छ यहाँ र तपाईँले यस्तै गरेर तपाईँले भोइस हाल्न सक्नुहुन्छ। आशा गर्छु यो भिडियो तपाईँलाई राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला यार। मेरो 0 सब्सक्राइबर होला। सायद मेरो च्यानल डिलिट भएको थियो पहिला नै र मैले नयाँ च्यानल बनाएको छु। प्लिज सब्सक्राइब गरिदिनु होला। भिडियो बनाउनमा धेरै मेहनत लाग्छ र त्यसरी मेहनत गरेको मैले भनिसकेँ। सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। आजको लागि थ्याङ्क यू, बाई बाई।